निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। चामल यता गइसक्यो यहाँको यो चिन्ता दबरीमा चामल राखिदिनु पर्यो अनेन मन्त्रेन उसिरेन वा यति मन्त्र से परमेश्वर ऋषिको गाग्रीमा पनि दुईटामा गराउँछ विनियोग आफ्नो आफ्नो छोराको शिरमा छोड्दिनु ल पूजा गर्ने अब ब्राह्मण ब्रह्मावर्त पहिला यता यता दक्षिणपट्टिकोमा ब्रह्माजीको पूजा आवर्मणम ब्राह्मण ब्रह्मावर्त सिजायका महाराज राजेन्द्र सूर्य खवजी यो जी महारथ जायता तो धीर धेने अरे म मिठो फुकाउने छुट्टी का फुकारे कपालमा राख्ने लाउ है यस भाइ कपाल यही राख्नु यो काँडो भाइ उल्टो भयो त्यसरी उल्टो भयो गोबरको कुण्डमा राख्नु गौरव दादा खै नलम गरेर बुकामा एकउन्टा बुकामा हाल्दिनुस् त मङ्गलम भगवान विष्णु मङ्गलम गरेर मङ्गल ल यो लगाइदेऊ यो सदैव हजुरआमा पनि आउनुस् अगाडि जुमा पनि लाग्नु जुमा को लगाइदिनु भएन त्यो लगाइदिनु भयो ठिक होइन क्या त्यो त ढल्दिने हो ल हजुर यिनलाई मात्र लगाइदिनु अहिले रोल आउँछ नातिलाई अहिले लगाइदिनु होला तदेव लग्नम सुदिनम तदेव हो यस्तै छिटो गर्नुपर्छ के अरे ल ल तपाईँ खै आउनुहोस् ल ल ओम मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनहरि खै यिनको आमा कहाँ भागिन् फेरि माल लगा हजुरआमा लगाइदिनु
लगाइदिनुहोस् सौन्दर्य आउँछ खुट्टामा पनि हो है ओम मङ्गलम भगवान् विष्णु खुट्टामा पनि ओम मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्षे मङ्गलाय तनहरि अनि तँ शिरमा राखिदेऊ टिका लगाएर अब बुक्क लगाऊ यो हो बुक्क त्यो सकिँला भने त्यो अब यो एकदम गजब छ आमा ठुलो बुवा ठुली आमा सानी आमा हाम्बा लाग्छ र सबै लाउनु संसार सारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि नमः शिवाय नमः शिवाय ओम नमः भगवते वासुदेवाय 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 हर हर शिवाजी को दर्शन हर हर भवाना शिवाजी को दर्शन नमः शिवाय नमः शिवाय ओम नमः भगवते वासुदेवाय हरि राम राम वैकुंठ मदन भूतलयान लोकान पिनाहिना अब चौथा पुरुष एवो शिव यानी छिका पितृ खादनो श्री चवत्तस्या बहुरात्रे पार्श्व नक्षत्राणि रूपमश्नो देखा ते हरि अब त्यो पवित्रले सोच लाग्या अब अलिकति वाद्यतिर वाद्य कृष्णले वाद्य मधुर पूजना
मलाई गाईको पूजा गर्नु है फटाफट गर्नु फटाफट हरि ओम मनमे सर्पयत शिरमा छेप्नु मनमे सर्पयत भातमे सर्पयत चक्रमे सर्पयत क्षत्रमे सर्पयत गणान्त जगत सृष्टिकारी अद्य ब्राह्मणे द्वितीय परार भय ज्येष्ठ वधु ज्ञानिका नाम सर्वणे स कनिष्ठ पुत्र मेघराज नाम सर्वण कनिष्ठ वधु दिन पौत्र तस्मात् शान्तिं पर्यक्षणे गावने अग्रत सन्तु गावने सन्तु कृषक गावने हृदय सन्तु गवां मत्स्यरस्याम्यहं सुधीनगर गाविश्व द्वैतरि पानी ग्रहणे वास्तव्यां कर्म होम वद्वतारे षष्ठी संवत्सराणां मध्यमणिक रुद्राभिषेक कर्मणिक व्रतबन्धन कर्मणिक श्री सत्यनारायण पूजन कर्मणिक अर्धवरयं दद्यात् अब तो दही को गौतम राख्नु तो फल सहित है दही को गौतम तो सही ओम दश कलात्मने ध्वनिमण्डलाय पात्रधाराय नमः अलिकति जाता पूषा परित्रेष्ठ वैष्णव शरीतु परसव श्रीनांग पैपतिदं करते प्रदापस्य संतो नाम परित्रेष्ठ पुष्प राज्य सर्वस्वायत्त उनका आदि का हमारे उनके आदि को एक होता है तो अवश्य लाई नमस्कार करना बिना वह शांति मूल वक्ति में राज्य में सही वाला राज्य में आवाज त्याँ पल्लो कटोरीको गङ्गा जल गराइदिनु पाठ्यम यज्ञ दक्षिण राखिदिनु त्यहाँ यसो दक्षिण बत्तीलाई मूल बत्तीलाई ओम हिरण्य गर्भगर्भाक्षम हेम निजम दिवा ल ओम हिरण्य गर्भगर्भाक्षम हेम पदम कर्मण साक्षी रूपम दीप ज्योति नमस्ते हमले कर्म गर्भसम्म वीर बाहिर भन्नुहोला भुवन क्षेत्र त्रिपृथ्वी जछ पृथ्वी त्रिंग पृथ्वी माई गंशी बौतामा चामल छ त्यसमा राख्दिनु होला सुपारी ओम एवं गन्धम दुर्वाम मुखा धर्मी हृदयत ओम तुलसी भोगा विषय छ भनेको जात चक्ष अब धोइ गरेपछि ज्योति श्रीमद् भागवत महापुरुष रक्षितारो धीरे धीरे देवानां पत्र सोमवताम्ना देवानाघुता पृथिवीं शक्तिता गौरौ तद्ग्रानो नाम पुत्राश यत्र पितरता युगन्तो अदिति द्यौरदिति पशुभ्यः पूजा
भगवन्तु फेरि कहीँ छोडिदिनुहोस् समीर जनताम ओम सत्र शरीर जन शांति रखा शांति 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 ती पाँचवटा पौडीको जलहरू चलाइदिनु होला पाध्यम अब यहाँ पूजा गर्नु हरि ओम पहिला यो बत्तीमा पूजा गर्नु होला हरि ओम कृष्ण दिवी कृष्ण अग्नि कुर्ती जाओ भद्रादि भागम प्रजाति रणनाय क्षमावस्तुनै सकम गतघन सधुर्वाश्रीन गोपतो श्याम वेदाय नम यावत् पूजं करोमि तावतां सुस्थिरो भव सुप्रसन्न सुभरदो भव समावर्तत पदभ्याम्भो निर्दिशा सुरत्रा तथा लोक अकल्पसुधाञ्जन ग्रीष्मैग्मः पूजा हुन्छ त्यहाँ और अग्नि निर्धा विवाह भएको प्रतिपत्तिलाई ओम कयाना चित्राश्वलाठी गुरु भव पतिनस भक्त धूम्रवर्ण भोगावली यागच्छ यथावतां सृष्टिरो भव सुप्रसन्न भरदो भव बाबा एउटा छ उत्तरपट्टिको सर्वेश्वर
Om
हरि बोल वैकुण्ठमा जानलाई मनको ढोकाको हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोकाको वैकुण्ठमा जानलाई मनको ढोकाको वैकुण्ठमा जानलाई मनको ढोकाको हरि ओम मनोरथ पुरी पनि आखिर जाने घाटै हो सुनकी थालमा खाए पनि आखिर भोकलाई मार्ने हो धनले पुरी पनि आखिर जाने घाटै हो सुनकी थालमा खाए पनि आखिर भोकलाई मार्ने हो बाँचुन्जेल राम्रो कर्म गर्न सिकाऊ मरेपछि तिम्रो नाम अमर बनाऊ बाँचुन्जेल राम्रो कर्म गर्न सिकाऊ मरेपछि तिम्रो नाम अमर बनाऊ हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरि वैकुण्ठमा जानलाई मनको ढोका खोल हरि वैकुण्ठमा जानलाई मनको ढोका खोल हरि वैकुण्ठमा
हरि पाए बेदिशामा मृगवाहिनीले तिरपाला पाए बेदिशाकी मृगवाहिनी उत्तर दिशामा जाऊ पाए बेदिशाकी मृगवाहिनी उत्तर दिशामा जाऊ उत्तर दिशामा कौमारी देवीले तिरपाला जाऊ हरि हरि उत्तर दिशा वासुदेवाय वासुदेवाय ओम नमो भगवते वासुदेवाय लक्ष्मी नारायण भगवान को दोषोपशान्त्यर्थं रजोवस्थायां वत्सासु भाण्ड धूपस्कर पर्शन दैव पैतृक कर्मक्रिया लोपकीर्त पूर्व जन्म कीर्त कायिक भाषिक मानसिक सांगर्षिक ज्ञाता ज्ञाता जन्म जन्म राजो रजोवस्थायां ज्ञानतो अज्ञानतो बाल्य वा यौवन विपुल शक्ति यथा मिलितोपचार लक्ष्य संख्यकान् त्रिशतान् लक्ष्य वर्तिकान् मम जन्मनि वेदाय रजत पात्र Koi
आदि भौतिक त्रिविध तापो वसमन पूर्वक धर्म काम मोक्ष सुखविद सा पुरुषार्थ श्री लक्ष्मीनारायण दीपं प्रज्वला सूर्योवर्चो ज्योतिवर्चः निरतो ज्योतिवर्चः सूर्योवर्चो ज्योतिवर्चः अनिरतो ज्योतिवर्चः भर्षक भएसम्म वस्त्र राखेर धोती चोली
तत्र दुःखपुरा दिजा देवानं चेडलोकानं विचारसमन जतम तवलिंक सद्यंत विमानिका लक्षण वाच म्हणे त्वं दुराचार कोलया लक्षण हायत धाबी तदया पद्म पिच्छन्ति जामवदा साधुना समचितांतिनी यत्कर्म सहायन रक्षा दिशास्य अमृतपत्ता दिशावत्ता वैदव्यं यौवन वर्जत यानारि रक्षा देता सर्वबन्ध सत्कर्म कुरुते दिशा नारी वैदव्यं वार्यके वर्जत सर्वासमपि वैदव्य निधानं पापसंभव शान्ति क्षेत्र प्रवक्ष्यामि कर्म अवस्था देखेर यी लक्षणले राखेर रोइरहेकै छन्। यो कारण के होला त्यो बताइदिनुहोस् भनेर भनिदिनु। अनि त्यो भनेपछि कर्मणा जायते केन अथवा कुन कर्मको पापले गर्दाखेरि यस्तो भएको होला इति तस्य वच सुर्गा याजको वाक्यमं दिर्वी भवती ऋषिले के भन्नुहुन्छ दैवै कर्मणि पित्रेत नारे साके सुसंस्थिता हेर लक्षण फागुन चैत महिनामा 2 महिनामा पूर्ण गरेर वैशाख महिनामा हवन गर्नु भनेको छ। तर्पण तेन मन्त्रण साध्यन यस्तो गरिसकेपछि अनि मासका देवताहरूको कान्छम विष्णु माघको महिना आइसकेपछि तिनले लक्ष्यवर्तीका प्रज्वलन गरेर आफूले गरेको व्रत त्यो तिम्रो कर्ताको गोत्र जीववर्तीका प्रज्वलन कर्म फल प्राप्त्यर्थं च अश्वमेध यज्ञ जन्य फल प्राप्त्यर्थं च धन धान्यादि पुत्र पौत्र आदि लक्ष्यवर्तीका नाम लक्ष्यवर्ती प्रज्वलन फल वनस्पति रसोभूतो गंगाजो गंगा उत्तमम् आग्रे सर्वदेवानां ध्रुवयं प्रतिगिर्यताहरे जय जगदीश हरे प्रभु का चरण उपासक हरिता चरण उपासक पावक पुरष मंगल आरती सुख भाति ओम जय जगदीश हरे नित्य निरंजन निर्मलकार अविनाशे प्रभु कारण अविनाशे शरणागत प्रतिपालक रूपति अनुरूपति हरिहर दाता ओम जय जगदीश हरे नगर छौ अगणित शांति प्रदायक सज्जन हितकारी प्रभु सज्जन हितकारी चरण शरण अपपान पश्चात